कानको कारणले गर्दा लाग्ने रिङ्गटाको बारेमा जानकारी लिएर आएको छु। कानको कारणले पनि रिङ्गटा लाग्न सक्छ भन्दा हामी मध्ये धेरैलाई विश्वास नलाग्न सक्छ। तर रिङ्गटा लाग्ने कारणमध्ये कानका रोगहरू प्रमुख कारणहरू हुन्। सबभन्दा बढी रिङ्गटा लाग्ने समस्या कानको कारणले गर्दा हुन्छ भन्दा अत्युक्ति हुँदैन। हाम्रो भित्री कानका नसाहरूले दिमागसँग समन्वय गरेर शरीरको सन्तुलन प्रणालीलाई नियन्त्रण गर्ने काम गर्दछन्। कान र दिमाग बीच राम्रो समन्वय नहुँदा रिङ्गटा लाग्ने समस्या बढ्न सक्छ। रिङ्गटासँगै कानबाट पिप आउने, कान कराउने तथा कान सुन्न कम हुने समस्या छ भने त कानको कारण नै सोच्नुपर्ने हुन्छ। हामीले एउटा कुरा ख्याल गर्नुपर्ने के हुन्छ भने कानको कारणले गर्दा लाग्ने रिङ्गटामा बिरामीहरू बेहोस हुँदैनन्। तसर्थ यदि बिरामी बेहोस हुनुभयो भने, अँध्यारो देख्नुभयो भने, मुटुको धड्कन धेरै बढ्यो भने या धड्कन कम भयो भने त्यस्तो बेलामा हामीले सेन्ट्रल कारण अथवा दिमाग, मुटु यस्तोका कारणहरू सोच्नुपर्ने हुन्छ र बिरामीलाई चाहिँ त्यस सम्बन्धी डाक्टरमा देखाउनु पर्ने हुन्छ। अब हामी हेरौँ हाम्रो शरीर कसरी सन्तुलित हुन्छ त। हाम्रो शरीरको सन्तुलन प्रणाली कान, दिमाग, आँखा तथा मस्तिष्क सुषुम्नाको सामूहिक कार्यबाट निर्देशित हुन्छ। यसमा हामीले मांसपेशीहरू पनि हेऱ्यौँ। यो सबै प्रणालीले हिँडडुल गर्दा, दौड्दा तथा उभिँदा हामीलाई लड्न वा ढल्नबाट जोगाउँछ। आँखाले हेर्छ, कानले सम्म ठाउँमा हिँड्दा अथवा उकालोमा हिँड्दा अथवा एक्सिलरेसनमा डिसलेसनमा सहायता गर्ने काम गर्छ र मांसपेशी र जोर्नीहरूले गर्दा हामी कहाँ छौँ त हाम्रो प्रोप्रायोसेप्टिभ इनपुट दिन्छ। यी सबै खालका इनपुटहरू हाम्रो दिमागमा जान्छन् र तिनीहरूले हाम्रो शरीरको अवस्थाको बारेमा सचेतना दिने काम गर्छ दिमागलाई, र दिमागले उक्त सचेतना पत्ता लगाई हाम्रो आँखा र मांसपेशीहरूलाई शरीर सन्तुलित गर्ने काममा कोअर्डिनेट गर्छ, सहायता गर्छ। अब हामीले कानको कारणले गर्दा लाग्ने रिङ्गटालाई कसरी विभाजन गर्न सकिन्छ त भनेर हेरौँ। कान पाक्ने रोग एउटा महत्त्वपूर्ण रोग हो। सामान्यतया कान पाक्ने रोगलाई दुई भागमा विभाजन गर्न सकिन्छ, पिप गनाउने खालको रोग र पिप नगनाउने खालको रोग। पिप गनाउने खालको रोगमा कानका हड्डीहरू ड्यामेज हुन्छन् र त्यसले दिमागमा पिप जान सक्छ अथवा भित्री कानमा पनि इन्फेक्सनहरू सङ्क्रमण जान सक्छ र त्यसले रिङ्गटा लाग्न सक्छ। भने पिप नगनाउने अवस्थामा कानको जाली र हड्डीहरू मात्रै ड्यामेज हुन्छन् र त्यस्तो बेलामा रिङ्गटा लाग्ने सम्भावना कम हुन्छ। र यी दुवै प्रकारका रोगमा रिङ्गटा लाग्नु भनेको नराम्रो लक्षण हो। तर कान गनाउने रोगमा रिङ्गटा लागेमा तुरुन्तै डाक्टरलाई देखाउनुपर्छ, किनभने यसले भित्री कानमा असर गरेको हुन्छ। त्यसलाई हामीले ल्याब्रिन्थाइटिस भन्छौँ। कहिलेकाहीँ भित्री कानका हड्डीहरूमा ड्यामेज भएर ती हड्डीमा प्वाल परेको हुन्छ। त्यसले गर्दा कानभित्रको पानी बाहिर निस्कन्छ र रिङ्गटा लाग्छ। त्यसलाई हामीले ल्याब्रिन्थाइन फिस्टुला पनि भनेर भन्छौँ। त्यस्तै कहिलेकाहीँ कानको रोगको असर दिमागमा पुग्नाले पनि रिङ्गटा लाग्न सक्छ। जस्तै मेनिन्जाइटिस, दिमागको इन्फेक्सन, दिमागमा पिप जाने समस्याहरू हुन्छन् र पिप गनाउने खालको रोगले कानको हड्डीहरूलाई पनि कुहाउने भएको हुँदा यसको कम्प्लिकेसन रेट बढी भएको पाइन्छ। जब बिरामीलाई कान पाक्ने रोगले गर्दाखेरि रिङ्गटा लाग्छ भने हामीले पहिला औषधि प्रयोग गर्नुपर्छ र त्यसपछि कहिलेकाहीँ अपरेसन गरेर त्यसको उपचार गरिन्छ, सर्जरीद्वारा उपचार गरिन्छ। यो हाम्रो भित्री कान हो र भित्री कानमा सङ्क्रमण भएको छ। यो सङ्क्रमणले गर्दाखेरि बिरामीलाई रिङ्गटा लाग्ने समस्या हुन्छ। दोस्रो नम्बरमा जाउँ, कान कराउने रोग। मिनियर्स डिजिज अथवा मिनियर्स रोग भनेर केलाई भनिन्छ त? कान कराउने, रिङ्गटा लाग्ने र कान सुन्न कम हुने समस्या एकैचोटि पर्यो भने हामीले मिनियर्स डिजिज भएको भनेर भन्छौँ। र यस्तो बेलामा बिरामीलाई 20 मिनटदेखि लगभग 1 दिनसम्म रिङ्गटा लाग्ने र बान्ता हुने समस्या पनि हुन्छ। र त्यस्तो अवस्थालाई हामीले भित्री कानको पानीको प्रेसर बढेको भनेर भन्छौँ। अङ्ग्रेजीमा मिनियर्स डिजिज भनेर भन्छौँ। अघि हामीले भनिसक्यौँ यस्तो खालको रोगमा पनि बिरामी बेहोस हुनुहुन्न। यो रोगको खासै उपचार सम्भव छैन, तर नियमित रूपमा औषधि सेवन गर्नाले यो समस्या नियन्त्रण गर्न सकिन्छ। मिनियर्स डिजिजमा हामीले प्राइमेरी उपचार गर्दा रिङ्गटा लाग्न कम गर्ने औषधिको प्रयोग गर्नुका साथै बान्ता हुन कम गर्ने औषधि, कहिलेकाहीँ शरीरमा पानीको मात्रा कम छ, बढी बान्ता भएर भने त्यो बेलामा हामी सलाइन पानी दिनुपर्ने हुन्छ भने कहिलेकाहीँ नुनको मात्रा पनि कम गर्नुपर्ने हुन्छ। हामीले अघि भन्यौँ यो भनेको भित्री कानको पानीको प्रेसर बढेको, तसर्थ बिरामीलाई ढाडस दिने, नुन कम खान भन्ने र उपचार गर्ने गरेमा यो समस्या पनि नियन्त्रण गर्न सकिन्छ। तेस्रो नम्बरमा बिपिपिभी अथवा बिनाइन
प्यारोक्सिजमल पोजिसनल भर्टिगो। यो समस्या भनेको कानको कारणले गर्दा लाग्ने रिङ्गटाका सबभन्दा मुख्य कारण हो र अरू कारणहरू भेस्टिबुलर न्युरोनाइटिस, मियर्स डिजिज र अटोइम्युन इनर डिजिजहरू हुन्। कानभित्रको पानीमा ससाना चुनढुङ्गाका कणहरू जम्मा हुनु, कानमा अथवा टाउकोमा चोटपटक लाग्नु, लामो समय अस्पताल बस्नु आदि विभिन्न कारणले गर्दा बिनाइन प्यारोक्सिजमल पोजिसनल भर्टिगो भएर रिङ्गटा लाग्न सक्छ। र यसलाई हामीले कसरी बुझ्नुपर्छ भने बिनाइन भनेको यो नराम्रो खालको रोग होइन। प्यारोक्सिजमल भनेको बेला बेलामा यो आउँछ। पोजिसनल भनेको टाउको कतै चलाउँदा, कुनै कोल्टो फेर्दा, माथि हेर्दा, तल हेर्दा, साइडमा हेर्दा यस्तो बेलामा लाग्ने रिङ्गटालाई हामीले बिपिपिभी भनेर भन्छौँ। यो रिङ्गटा लामो समयसम्म लाग्दैन, करिब 1-2 मिनटसम्म लाग्छ। बिरामीलाई फन्न रिङ्गटा लाग्छ, कहिलेकाहीँ बान्ता हुनसक्छ र एकछिनपछि रिङ्गटा आफै कम हुन्छ, तर यो समयमा लागिराख्ने हुनसक्छ। जस्तै रातिमा सुतेर कुनै कोल्टो फेर्दा फन्न घुमाउने, माथि अथवा आकाशतिर हेर्दा केही समय रिङ्गटा लाग्ने, तथा कपडा सुकाउन माथितिर हेर्दा पनि रिङ्गटा लाग्ने जस्ता लक्षण भएमा बिपिपिपीको कारणले हुन सक्छन्। कोही बिरामीहरूले जुत्तामा लेस बाँध्दा पनि रिङ्गटा लाग्यो भनेर भन्नुहुन्छ। यी सबै समस्याहरू बिनाइन प्यारोक्सिजमल पोजिसनल भर्टिगोको कारणले गर्दा हुन सक्छन्। र यसमा के बुझ्नुपर्ने हुन्छ भने केही मानिसहरूलाई माइग्रेनको कारणले गर्दा पनि रिङ्गटा लाग्न सक्छ। यसलाई हामीले भर्टिजिनस माइग्रेन भनिन्छ। यो चाहिँ हाम्रो सेन्ट्रल कज हो। जब दिमागमा राम्रोसँग रगत सप्लाई हुँदैन, अक्सिजन सप्लाई हुँदैन भने त्यो बेला पनि रिङ्गटा लाग्ने सम्भावना हुन्छ। तर त्यो समस्या प्राय फनफनी नगुमाइकन एक खालको डिजी हुन्छ। बिरामीलाई कतै ढल्के जस्तो हुने, पछाडिबाट कसैले धकेले जस्तो हुने अथवा ब्यालेन्स नहुने समस्या हुन सक्छ। अर्को समस्या भेस्टिबुलर न्युरोनाइटिस भन्ने समस्या पनि हुन्छ। यसमा प्राय केही दिन रुगाखोकी लागेपछि धेरै रिङ्गटा लागेको अवस्था हुन्छ। त्यस्तो बेलामा हाम्रो भित्री कानमा भाइरल सङ्क्रमण भएको हुन्छ र यस्तो अवस्थामा पनि बान्ता हुन सक्छ। भेस्टिबुलर न्युरोनाइटिस केही दिनदेखि केही महिनासम्म पनि रहन सक्छ। तसर्थ लामो समयसम्म रिङ्गटा लागेमा हामीले भेस्टिबुलर न्युरोनाइटिस हो कि भनेर शङ्का गर्नुपर्ने हुन्छ। र कुनै अवस्थामा ब्रेन ट्युमरहरू जस्तै हामीले सिपी एङ्गल ट्युमर्स भनेर भन्छौँ, त्यस्तो खालको ट्युमरमा पनि लामो समय रिङ्गटा लाग्न सक्छ। कहिलेकाहीँ भने कान सुन्न कम हुने समस्या हुन्छ। तर रिङ्गटा लागेमा हामीले रिङ्गटाको जाँच पडताल गर्नुपर्ने हुन्छ। प्रायःजसो अवस्थामा हामीले यो रोग भनेर बिरामीसँग सोधेर थाहा पाउन सक्छौँ भने कतिपय अवस्थामा कानको सुनाइको जाँच गरेपछि अथवा कानको क्लिनिकल टेस्ट गरेपछि हामीले यो रोग हो भनेर भन्न सक्ने अवस्था हुन्छ। यी सबै खाले अवस्थामा नाक, कान तथा घाँटी सम्बन्धी चिकित्सकको सल्लाह अनुसार औषधि सेवन गरेमा रोग चाँडै निको हुन्छ अथवा यस्तो खालको रोगबाट केही मात्रामा भए पनि छुटकारा पाउन सकिन्छ। र यहाँहरूले बुझ्नुपर्ने कुरा के हुन्छ भने रिङ्गटा लागेर यदि बिरामी बेहोस हुनुभयो भने त्यस्तो बेलामा नाक, कान तथा घाँटीको समस्या होइन भन्ने सोच्नुपर्ने हुन्छ। र त्यो बेलामा हामीले न्युरोसर्जन अथवा मुटुको डाक्टरहरूलाई देखाउनु पर्ने हुन्छ। हामीले नयाँ बजार इएनटी केयर सेन्टर नयाँ बजारमा नाक, कान तथा घाँटीले लाग्ने रिङ्गटाको उपचार गर्छौँ। रिङ्गटाको घरेलु उपचार कसरी गर्ने त? तपाईँ चिकित्सककोमा आइसकेपछि उहाँले आफ्नो उपचार सुरु गर्नुहुन्छ। तर घरमा रिङ्गटा लागिहालेमा कसरी उपचार गर्ने त? हामीले बुझौँ रिङ्गटा भनेको रोग होइन, यो केवल एक लक्षण मात्र हो। जस्तै टाइफाइड हुँदाखेरि ज्वरो आउँछ भने ज्वरो एक लक्षण मात्रै हो, रोग टाइफाइड हो। तसर्थ रिङ्गटा लाग्ने समस्या भनेको हामीले अघि देख्यौँ विभिन्न कारणले गर्दा लाग्छ। कहिलेकाहीँ दिमागको कारणले गर्दा लाग्छ, कहिलेकाहीँ आँखाको कारणले गर्दा लाग्छ, कहिलेकाहीँ नसाको कारणले गर्दा लाग्छ, कहिलेकाहीँ गर्दनको कारणले गर्दा लाग्छ, कहिलेकाहीँ मानसिक कारणले गर्दा पनि रिङ्गटा लाग्छ भने कहिलेकाहीँ नाक, कान तथा घाँटी खास गरी कानको समस्याले, भित्री कानको समस्याले रिङ्गटा लाग्छ। तसर्थ यो रिङ्गटा लाग्ने अवस्थामा कारण पत्ता लगाएर उपचार गर्न चिकित्सकको सल्लाह लिनुपर्छ। र तपाईँ चिकित्सकमा जानुभयो उहाँले कारण पत्ता लगाउनुहुन्छ। जस्तै कुन कारणले तपाईँलाई रिङ्गटा लाग्यो, नसाले हो कि, मुटुले हो कि, दिमागले हो कि, नाक, कान, घाँटीले हो कि भनेर उहाँले पत्ता लगाउनुहुन्छ। रिङ्गटा लागिहालेमा आराम गर्ने, टाउको धेरै नचलाउने, पानी प्रशस्त पिउने तथा रिङ्गटा कम गर्ने औषधि जस्तै प्रोमिथाजिन 25 मिलिग्राम दिनको 3 पटक, प्रोक्लोरपेराजिन 5 मिलिग्राम दिनको 3 पटक प्रयोग गर्नुपर्ने हुन्छ। यस्ता औषधिको प्रयोगले रिङ्गटा मात्रै केही समयको लागि कम हुन्छ। अघि हामीले भन्यौँ
रिङ्गटा भनेको रोग होइन, लक्षण मात्र हो। तसर्थ प्यारासिटामोल खाएर ज्वरो कम गराए जस्तै यी दबाईहरू खाएर रिङ्गटा केही मात्रामा कम हुन्छ। कहिलेकाहीँ बान्ता भएको अवस्थामा उन्डेम 4 मिलिग्राम दिनको 3 चोटि प्रयोग गर्नुपर्ने हुन्छ। यसले बान्ता कम हुन्छ। साथै कहिलेकाहीँ बिटास्टिन तथा फ्लुनाक्सिन जस्ता औषधिहरू पनि प्रयोग गर्नुपर्ने हुन सक्छ र यी औषधिहरू प्राय माइग्रेन भएको अवस्था र भित्री कानको रोग भएको अवस्थामा हामीले केही लामो समयसम्म 1-2 महिनासम्म चलाउने गर्दछौँ। अघि हामीले भन्यौं यदि कान पाकेको अवस्थामा कानमा एन्टिबायोटिक औषधि राख्ने तथा खाने पनि गर्नुपर्दछ, किनकि कान पाकेर गुमाउनु भनेको एक खालको कम्प्लिकेसन हो। यो कम्प्लिकेसन मध्य कानबाट भित्री कानमा पुगेर असर गर्दछ। यदि कान सुन्न कम भएमा, आँखा कमजोर अथवा धमिलो भएमा, बोली लरबराएमा, बेहोस भएमा तथा हातखुट्टा नचल्ने वा कमजोर भएमा तुरुन्त अस्पताल जानुपर्दछ। रिङ्गटा धेरै कारणले लाग्ने भएकोमा कहिलेकाहीँ नाक, कान तथा घाँटीका चिकित्सक बाहेक मुटु, नसा रोग, न्युरोसर्जरी, फिजिसियन तथा आँखा रोग सम्बन्धी चिकित्सकको पनि सल्लाह लिएर उपचार गराउनु पर्दछ। हामीले पटक पटक भनेका छौँ, कृपया ध्यान दिनुहोला, नाक, कान तथा घाँटी सम्बन्धी रोगका कारण रिङ्गटा लागेमा बिरामी बेहोस हुँदैनन्। यदि बिरामी बेहोस हुनुभयो भने हामीले नाक, कान तथा घाँटीको कारण होइन भनेर सोच्नुपर्छ। कहिलेकाहीँ ब्रेन ट्युमर हुन सक्छ, कहिलेकाहीँ दिमागमा रगत बगेको अथवा रगत कम भएको अवस्था, नसा सुकेको अवस्था र कहिलेकाहीँ दिमागमा रगत नपुगेको अवस्थाले गर्दाखेरि पनि रिङ्गटा लाग्दाखेरि बिरामी बेहोस हुन सक्छन् अथवा कहिलेकाहीँ मुटुको कारणले गर्दा पनि बिरामी बेहोस हुन सक्छन्। त्यस्तो बेलामा यदि बिरामी बेहोस भएमा तपाईहरूले नाक, कान, घाँटीको डाक्टरलाई देखाउनु हुँदैन अथवा सम्बन्धित चिकित्सकलाई देखाउनु पर्ने हुन्छ। अन्य जानकारीको लागि कृपया नयाँ बजार ENT केयर सेन्टर, नयाँ बजार पोखरा, बुपु चौतारीको नजिकै डाक्टर कृष्ण कोइरालालाई भेट्नुहोला र हाम्रो फोन नम्बर 061 55 11 50 तथा 98 461 66 733 हो। हामीलाई फेसबुकमा नयाँ बजार ENT केयर सेन्टर सर्च गर्नुभयो भने पनि भेट्न सक्नुहुन्छ र कृपया फेसबुक पेज पनि लाइक गरिदिनुहोला भन्ने आशा गर्दछौँ। साथै हाम्रो युट्युब च्यानल पनि सब्स्क्राइब गरिदिनुहोला भन्ने आशा गर्दछौँ। धन्यवाद।